हामी प्राविधिकसँग धेरै जस्तो लिङ्क भइरहेको छ। हामी बिरुवा बिग्रिने बित्तिकै हामीले प्राविधिकलाई फोन गर्छौँ, सर फिल्डमा आइदिनुहोस्, हामी फिल्डमै छ। उहाँलाई जसरी बोलाउँछ क्या हामीले, अस्ति यसरी नै आउँछ। अनि हाम्रो भाइले हेर्छ यस्तो यस्तो भयो भन्छ। हल्का जानेको जानकारीहरू दिँदैछ। तर हामीले त्यो गर्न सक्दैन फेरि समूहले होइन। उहाँहरू चाहिँ गोर्खाबाट घुम्न आउनुहुन्छ। के भने ऊ माथि फेरि हाम्रो दाइ हुनुहुन्छ, अनि रातो माटो लेकाली ब्यान्डको नवीन गुरुङ दाइ। कसले मजासँग पहिला यो जुन यो फसलो भएको थियो नि, यो फसलो भएलाई यसरी फुर्काइदिनु पन्जा लाएर ल यहाँ भाइहरू थाकेछ। अब घुम्न आएपछि भाइहरू पनि कृषकै हो है? ए कर्मचारी। ल ल ल वेलकम वेलकम। आउनुहोस् आउनुहोस्। होइन हाम्रो यो खाली समयको सदुपयोग गर्ने, खाली जग्गाहरूको सदुपयोग गर्ने। धेरै राम्रो ल। भाइले चाहिँ कर्मचारी केमा गर्नुहुन्छ? मेरो नाम चाहिँ उज्जवल गुरुङ। ए हजुर, केमा काम गर्नुहुन्छ? म नयाँ प्रेममै सामाजिक परिचालकको रूपमा कार्यरत छु। ए राम्रो, धेरै राम्रो यार। सोसियलिस्ट हजुर सोसियलिस्ट भएको धेरै राम्रो हुनु भाइले, धेरै राम्रो। अहिले हाम्रो सुदन गुरुङलाई सोसियलिस्टबाट हामीले एकदम माननीयमा देखिरहेको छ। ल भाइलाई नि भविष्यमा देख्न सकिन्छ कि? एजेडी पर्यो यो त झन्। ल ल ल यो कस्तो नाम बिर्सेको, नामै अहिले भर्खर बिर्सेँ यसको पनि। यता हेर्न न, ऊ माथि माथि छ। ऊ माथिबाट हाम्रो लेकाली ब्यान्डको नवीन गुरुङ दाई, यो मुटुमा गीत गाउने दाई पनि उहाँबाट हेरिराख्नु भएको छ। ल दाइलाई भेट्नु पऱ्यो भनेर भाइ हिँडिहाल्नु भयो। ल उहाँहरू जान पहिचान मान्छे हुनुहुन्छ। नाम थाहा भएन त, गवारो रहेछ भन्ने नाम थाहा भएन। हामीले नि प्रशिक्षण लिएपछि नै नाम थाहा भएको, नभए त हाम्रै त्यो कुडीको चुलुत्रको घाँसमा काट्दाखेरि फालिदियो भने त्यो किरा लाग्छ नि होइन, किरा रहेछ भन्थ्यो नि त हामीले, गवारो भनिदियो। फेरि योलाई लाग्ने भनेको त्यही किरा हो, त्यो सानो चाहिँ ल है त, उहाँबाट गोर्खाबाट आउनुभयो। गोर्खा कुन ठाउँबाट दिदी? हुम्नी चोक गण्डकी। ओहो ल राम्रो, धेरै राम्रो। उहाँहरू चाहिँ गण्डकी गाउँपालिकाबाट। तपाईँहरूलाई यो हेरेपछि चाहिँ फालेर राखेको जग्गाहरूमा पनि ए लगाए हुने रहेछ भन्ने याद आयो होला होइन? हो कि? पोखरा आउने बेला हजुर हजुर। अनि अहिले यो चाहिँ खेर गइरहेको थियो, हाम्रो पहिला धान खेती गरेको जग्गाहरू हो नि। उता हेर्नुहोस् त, त्यहाँ भाइले के जानकारी दिइराख्नु भएको छ। कुन कुन बिरुवा हाँगा काट्ने हो कि? हामी त घुमन्थे हो, फेरि हामी जतासुकै पुग्छ दिदी घुम्न त। आउँला नि। हजुर हजुर। पेट्रोल चाहियो, गाडी उडाउनु पऱ्यो नि त होइन, हामी जान त सक्दैनौँ। उसले हरेक फिल्डमा गबरो निस्किँदाखेरि कुन खालको गबरो छ, येलो छ कि सेतो छ कि होइन, हामीलाई ल्याइदिनुहोस् उपलब्ध गरेर हामी त्यसो जाँच गर्दा मेन दबाई के खर्चिलो कम गर्नु हाम्रो यहाँ माटो पनि एभाइलेबल छ। अनि गाईको अर्गानिक त्यो बोटो मिश्रणको लागि चाहिने निलो तुतु र चुना किन्नु पर्यो भने अब एकदमै लार्ज स्केलमा गर्नु पनि धेरै महँगो परिरहेको छ। तपाईँले माटो र गोबर एकदमै राम्रो है। माटो र गोबर गरेको यो हाम्रै आफ्नै गाउँ अर्को जो पानी पर्छ पोखालेर गइसकेपछि अनि तपाईँको यो जुन यो हाँगा जानकारी लिन आउनुपर्छ। यो राम्रो छ। अब जस्तै यहाँ यता यो ओस्टिस हाँगाहरू यसमा नि यसमा फुल फुल्दैन, हाँगा गए पनि फुल फुल्ने त यो हाँगामा त्यसमा गएर पनि फुल होइन। यो हाँगाले के खायो, मल खाइदियो, मल खाइदियो फाल्नु। तपाईँहरू चाहिँ प्राविधिक हुनुहुन्छ?
नानी हो होइन यसलाई बढाउने अस्ति एकजना आउनुभएको थियो नि सर उहाँ त आउनु भएन होइन उहाँ त हो अर्को एकजना आउनुभयो होइन यो गोलीको सिजन हुन्छ ए हजुर हजुर कुन संस्थाबाट हो कि कफी टी राखेर पढ्नु मिल्छ माया प्रेम स्मृति प्रतिष्ठान भन्ने पढ्न एउटा मिल्छ संस्था छ। हजुर हजुर अहिले हामी जायकासँग मिलेर काम गरिरहेको छौँ। अब 9 वर्ष 900जना किसान लिएर हजुर ए हामीले 1.5 लाख जति बिरुवा त बाँडिसक्यौँ ए हजुर हजुर र अहिले हामी 11देखि 15वटासम्म पल्भिङ सेन्टर बनाउने भनेर अहिले 15वटा पल्भिङ सेन्टर बनिसक्यो। हजुर हजुर लगभग 2250 केजी पाक्नु चाहिँ कति वर्ष जति हुनुभयो तपाईँहरूले हामी अहिले काम गरेको चाहिँ सन् 2021बाट पाइलट फेजमा गएर त्यही 24बाट 27सम्मको लागि चाहिँ ठुलो भोल्युममै काम गर्छौँ। हजुर हजुर एकदम राम्रो लाग्यो खुसी लाग्यो हाम्रो यहाँतिर पनि देखिहाल्नुभयो हामीले खेर गएर बसेको बारीहरूलाई चाहिँ यसो जग्गा नगरेको कुनै संस्था कुनै त्यस्तो छ भने यता पनि आबद्ध हुनु होला यहाँ दिदीले हामीलाई इन्भिटेसन दिनुभएको छ है हाम्रो होमस्टेमा तपाईँहरूलाई वेलकम हजुर हजुर कुन ठाउँ भन्नुभयो गण्डकी गाउँपालिका 2 हजुर टाङ्गीचोक पातिसौरा पातिसो कुन जिल्ला जिल्ला त गोर्खा गोर्खा उ के गण्डकी गाउँपालिका गण्डकी गाउँपालिका गोर्खा जिल्ला हाम्रो होमस्टेको नाम चाहिँ मनमोहक होमस्टे ओहो ल मेरो चाहिँ नाम चाहिँ छन्दी गुरुङ हो ओ म हजुर चाहिँ संस्थाको को-सदस्य पनि ए खुसी लाग्यो माया प्रेम ट्रस्टको को-सदस्य ए, हजुर अनि म चाहिँ होमस्टेको सदस्य मात्रै हो ए ठिक छ रेगुलर चलाउँछु हजुर हजुर मेरो स्टाफ बाबुहरू सबै मसँग बस्नुहुन्छ हुन्छ फोन नम्बरहरू छोड्नु होला हामी लोकेसनहरू सोध्दै आउँला नि कुनै बेला हाम्रो त सजिलो छ बाबु हजुर अहिले यो हाम्रो कस्तो भने काठमाडौँ पोखराबाट जाँदाखेरि हाम्रो यो हाइड्रो पावर बन्दैछ नि चुन खोलामा त्यहाँबाट चाहिँ हामी आज नि त्यहाँबाट जाने हो तपाईँहरूलाई गोर्खाबाट आए नि भयो अनि चुन खोलाबाट आए नि हुन्छ मनकामनाबाट आए नि हुन्छ ए यता हाम्रो बेनीघाटबाट छिरेर जतासुकैबाट एकदम नजिक छ हजुर कि हजुर हाम्रो हजुर अहिले तपाईँहरू सबभन्दा नजिक भनेको तपाईँहरू पोखराबाट आउँदाखेरि चाहिँ चुन खोला नै हो चुन खोला चाहिँ एउटा ठुलो त्यो हाइड्रो पावर बन्दैछ हाम्रो हजुर। पुल बन्दैछ त्यहाँबाट हाम्रो जम्मा 13 किलोमिटर छ ए तपाईँहरू कृषक नै पर्नुभयो नि त होइन यसो बसी बिहालो गर्ने हो एकदम ज्यानलाई सुविस्ता हुने गरेर गोडमेल गर्ने फलिहाल्यो नत्र धान कोदो गर्न गाह्रो छ अहिले त्यो भएर हामीले नि यही कफी लगाएर कफीबाटै कति बेच्नुहुन्छ एक सालमा कति बेच्नुहुन्छ कफी हजुर आउनु त पहिलेदेखि बेच्नु थालेको थियो यसपालि 1600 भरि नि हुन्छ 1560-65 किलो यो पेरिसक्यो फेस बिजेको त छैन तपाईँहरूले रेट चाहिँ कसरी पाउनुपर्छ खै पोट चाहिँ 930मा बेचेको पार्चमेन्ट भन्छ त्यसलाई त्यो बोक्रा फालेको सुकाएर होइन यसपाला चाहिँ बेच्नु भएको छैन त्यो तर गेडा समेत बेच्दाखेरि त्यसलाई चेरी भन्छ त्यो चाहिँ कतिमा बेच्नुभयो त्यसलाई त्यसलाई 310मा चेरी यो गेडा के एउटा रातो गेडा रातो हजुर रातोलाई 105 पानीमा हालेर 105मा 105 हजुर ठिकै छ तपाईँहरूलाई चाहिँ संस्थाले सहुलियत मल पनि दिन्छ होला हाम्रो यहाँ चाहिँ त्यो भएर तपाईँहरूलाई चाहिँ उहाँहरूले तोकेको रेट दिनुभयो होला होइन ठिकै हो हाम्रो चाहिँ 130 रुपियाँ छ अहिले हामीले चाहिँ 130 रुपियाँ गरेछ 130 हजुर तपाईँहरूले बिस्तारै हजुर किलोको तपाईँहरूले पाउनुहुन्छ बिस्तारै परिचयात्मक कार्यक्रमबाट सुरु गरेनौँ होइन सानो परिचय गरौँ अनि अब माथिसम्म गएर हेरे पनि यस्तै हो धेरै समय किन नगरौँ तपाईँलाई नै आफ्नो कार्य व्यस्तता छ फोटो परिचय गरेर अनि निप्टाएर परिचय गर्नुपर्ने अनि सबैसँग हुन्छ हुन्छ मैले हजुरलाई भने होइन उहाँहरूलाई ल आउनुहोस् यतै आउनु यतै आउनु अलिक गोलोमै यस्तरी बस्नु